आह्वान गरौँ बुद्ध जानकी श्रद्धा हाम्रो बुद्ध जानकी श्रद्धा हाम्रो पशुपति मुक्ति गौरव हो पशुपति मुक्ति गौरव हो समरथ हिन्दू विजयी हिन्दू समरस हिन्दू विजयी हिन्दू समरस हिन्दू सपना हो समरस हिन्दू सपना हो सपनालाई साकार पार्न सपनालाई साकार पार्न सँगै हिँडौँ अभियान गरौँ सँगै हिँडौँ अभियान गरौँ सपनालाई साकार पार्ने सपनालाई साकार पार्न कर्मयोग स्वीकार गरौँ राष्ट्र धर्म नै युग धर्म हो राष्ट्र धर्म नै युग धर्म हो जन जनमा आह्वान गरौँ जन जनमा आह्वान गरौँ आऊ हामी घर घर जाऊँ आऊ हामी घर घर जाऊँ धर्म जगाऊँ अभियान गरौँ धर्म जगाऊँ अभियान गरौँ राष्ट्र धर्म नै युग धर्म हो राष्ट्र धर्म नै युग धर्म हो जन जनमा आह्वान गरौँ जन जनमा आह्वान गरौँ जन जनमा आह्वान गरौँ जन जनमा आह्वान गरौँ नेपाल आमाको जय नेपाल आमाको जय हिन्दू धर्मको जय हिन्दू धर्मको जय सनातन धर्मको जय जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम हर महादेव हर अपरेसन गरेर त डिस्चार्ज मैले भनेको कुरा सन्चो गराएर पठाइसला भन्नु सुशीला र माइजू पनि थिए बुहारी माइजूहरू क्यान्टिनमा थिएँ मसँग भेट भएर सबै साल भएको थियो मेरो गाउँले बाबुलाई भेटेँ हामी त कार्यक्रममा गर्थ्यौँ कि सुशीला र म अनि थाहा पाएर दौडेर फेरि अस्पतालको कार्यक्रम हाम्रो विश्व हिन्दू महासङ्घको यस्तै यो नेपाल परिषद भयो विश्व हिन्दू महासङ्घ जहाँ जहाँ बनाउँछ त्यहाँ पुग्ने हिजो पाठ सुन्दरकाण्ड पाठ पनि हनुमानको जयन्तीमा अथवा मन्दिरहरूमा पाठ गर्नुहुन्छ भनेर सम्झेर सुन्दरकाण्ड लगाउँछ धेरै ठुलो पाठ हुन्छ सुन्दरकाण्ड रामायण पढ्दा आउँछ उहाँको जन्म जयन्ती त उहाँ त सधैँ चिरञ्जीवी हुनुहुन्छ जीवित हुनुहुन्छ भन्ने खान्छ आजको दिन त सबै मन्दिरहरूमा झाँकी निकाल्ने भजन कीर्तन गर्ने उहाँको पूजा गर्ने बल निष्ठा शक्तिका प्रतीक हुनु त रामका अनन्य मित्र हुन् शिवजीको अंश हुन् अवतार हुन् शिवजी भगवानको त्यही पढेको पनि यस्तो गर्नुपर्छ कि मान्छेले धर्मलाई अलि उ गरिसकेछ धर्म जगाउनुपर्छ राम्रो कुरा हो।
खालि चर्चमा जाने गर्ने मान्छे बिग्रिसक्यो खतम भइसक्यो हिन्दू सनातन धर्म रहेछ छाती चिरेर निकाल्नुपर्छ देखाउनुपर्छ माला लिएर आयो भने पाइन्छ उसका माला किन्न म त्यो देखाइदिएँ मैले अहिले फेरि इमिरी टोल जाने बाटो थियो अहिले फेरि छैन सुक्दो होला नि त सुक्दो होला सुकेपछि त बिक्री होइन फ्रिजमा राख्छ नि फ्रिजरमा बाहिर अस्ति एकचोटि देखाएको थिएँ मैले मन्दिर जाँदा माला पाइँदो रहेछ जस्तो लाग्यो पछि यो फेरि हाम्रो बुद्ध चाहिँ सबै चाहिँ कर्बिर लगाएर लगाएको है के भन्छ त्यसलाई कर्बिरै हो नि भैरवतिर बुटोलतिर त के बोटहरू रहर राखेको Dia tu pasti sah. Hello. के गर्न राख्छु नि तिमीले दिनमा हेलो हेलो यहाँहरू सम्पूर्ण उपस्थित आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा आजको यस पावन अवसरमा विश्व हिन्दू परिषद नेपालले आयोजना गरेको विशेष कार्यक्रम हनुमान जयन्तीको अवसरमा यहाँहरू उपस्थित हुनुभएका सम्पूर्ण आमा दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक स्वागत गर्न चाहन्छु। म महिला उपाध्यक्ष आजको यस कार्यक्रमको सञ्चालक बिमला आचार्यको तर्फबाट जय श्रीराम। मजाले बोल्छ नि बोल्न सिक्छु श्री हनुमान जयन्ती जन्मोत्सव समारोह मिति 2081 चैत्र शुक्ल पक्ष पूर्णिमा शनिबार 30 गतेको यस भव्य कार्यक्रममा सहभागी हुनुभएका सम्पूर्णमा फेरि पनि स्वागत गर्न चाहन्छु र हाम्रो कार्यक्रम सञ्चालन भइसकेको छ। सञ्चालन भइसक्दाखेरि हाम्रो सुरुमा देशभक्ति गानले सुरु हुने भएकोले हाम्रो देशभक्ति गान भइसकेको छ। त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु राजन प्रसाद उपाध्यायज्यूलाई। कार्यक्रमको अध्यक्षताको आसन ग्रहण गरिदिनु हुनको लागि जिल्ला अध्यक्ष श्री गोपाल गिरिज्यूलाई अध्यक्षताको आसन ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद छ। त्यसै गरी कार्यक्रमको प्रमुख अतिथिको आसन ग्रहण गरिदिनु हुनको लागि राजन प्रसाद उपाध्याय राष्ट्रिय सचिवज्यूलाई विनम्र अनुरोध गर्न चाहन्छु। धन्यवाद छ। विशिष्ट अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुनको लागि तिरुवदत्त मिश्रा लुम्बिनी प्रदेश प्रमुखज्यूलाई विनम्र अनुरोध गर्न चाहन्छु। लगेर पछाडि त्यसै गरी विशेष अतिथिको रूपमा युगल किशोर तिवारीज्यूलाई प्रदेश सचिव युगल किशोर तिवारीज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनु हुनको लागि विनम्र अनुरोध गर्न चाहन्छु। विशेष अतिथिकै रूपमा कृष्ण उपाध्यक्ष सचिव लुम्बिनी प्रदेश कृष्ण उपाध्यक्ष उपाध्याय प्रदेश सहसचिव उहाँ उपस्थित देखेको छैन। सायद उपस्थित हुनुहुन्छ भनेदेखि अगाडिको रोमा आएर स्वागत सम्मान सहित अतिथिको आसन ग्रहण गरिदिनु हुनको लागि विनम्र अनुरोध गर्न चाहन्छु। त्यसै गरी विशेष अतिथिकै रूपमा राघवेन्द्र विनोदत्त विभाग कार्य
समाजलाई बोल्छ कार्यवाहक स्वयंसेवक सङ्घ हिन्दू स्वयंसेवक सङ्घ समाजलाई बोल्छ विभाग कार्यवाहक सही अगाडिको रोमा आएर आसन ग्रहण गरिदिनु हुनको लागि विनम्र अनुरोध गर्दछु। त्यसै गरी विशेष अतिथिको रूपमा मनोज कुमार कार्की भैरवा विभाग उपाध्यक्षज्यूलाई पनि अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुनको लागि विनम्र अनुरोध गर्न चाहन्छु। त्यसै गरी अतिथिकै रूपमा आसन ग्रहण गरिदिनु हुनको लागि सञ्जीव कुमार अग्रहरी नगर अध्यक्ष तथा कार्यक्रम व्यवस्थापक प्रमुखज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुनको लागि विनम्र अनुरोध गर्न चाहन्छु। त्यसै गरी जिल्ला उपाध्यक्ष श्री राजेश गुप्ताज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुनको लागि विनम्र अनुरोध गर्न चाहन्छु। गौरक्षा प्रमुख श्री केदार गिरिज्यूलाई पनि म अतिथिको आसन ग्रहण गरिदिनु हुनको लागि विनम्र अनुरोध गर्न चाहन्छु। युवा प्रमुख अवधेश गुप्ताज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुनको लागि विनम्र अनुरोध गर्न चाहन्छु। धर्म प्रसारण प्रमुख राम मिलन यादवज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। बोला सिधै फोटो खिचिरहेको छ त्यसो भने फोटो खिचिरहेको अनि त्यसै गरी सुनौल नगरका अध्यक्ष कपिल बङ्गेनीज्यूलाई पनि अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। जिल्ला कार्यवाहक श्री अरविन्द रामज्यू हिन्दू स्वयंसेवकज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। अनि त्यसै गरी गुड्डु गुप्ताज्यू हिन्दू स्वयंसेवकज्यू उहाँ पनि जहाँ कहीँ हुनुहुन्छ अतिथिको आसन ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी लुम्बिनी प्रदेश नेपाल विश्व हिन्दू महासङ्घ उपाध्यक्ष श्री रम्भा कुमारज्यूलाई पनि अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी अतिथिको क्रममा आसन ग्रहण गरिदिनु हुनको लागि नानो कुमारी खड्काज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुनको लागि विशेष अनुरोध गर्न चाहन्छु। धेरै धेरै धन्यवाद। यहाँ उपस्थित रहनुभएका सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई सम्पूर्ण मित्रजनहरूलाई यथास्थानमा आसन ग्रहण गरिदिनु हुनको लागि विनम्र अनुरोध गर्न चाहन्छु।
त्यसै गरी हाम्रो राष्ट्रको शान, हाम्रो पहिचान, हाम्रो राष्ट्रिय गानमा सारिक भइदिनु हुनको लागि सम्पूर्ण उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई विनम्र अनुरोध गर्न चाहन्छु।